रामेछाप उद्योग वाणिज्य संघको यही चैत्र 20 गतेको लागि तोकिएको निर्वाचन अन्तर्गत अध्यक्ष पद बाहेक सबै निर्विरोध निर्वाचित भएका छन्। चैत्र 10 गते भएको उम्मेद्वारी दर्तामा अध्यक्ष पदमा 2 जनाको उम्मेद्वारी परेको छ भने अन्य सबै पदहरूमा एक जनाको मात्रै उम्मेद्वारी परेपछि उनीहरू स्वतः निर्वाचित भएका हुन्। अध्यक्ष पदमा कुमार श्रेष्ठ र प्रकाश कुमार श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन्। कुमार श्रेष्ठ हालका महासचिव हुन् भने प्रकाश कुमार श्रेष्ठ हालका वरिष्ठ उपाध्यक्ष हुन्। अन्य पदमा भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी निकट व्यवसायीहरूले भागबण्डा गरेर उम्मेद्वारी दिएका हुन्। तीन दल निकटका व्यवसायीहरू बीच भागबण्डा गरिए पनि कुमार श्रेष्ठलाई टिममा नहटाएपछि उनले अध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन्। 15 पदका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष बाहेक अन्य 14 पदहरूमा सर्वसम्मत भएको हो। सर्वसम्मत भएका पदहरूमा वरिष्ठ उपाध्यक्ष आकाश रिजाल, महासचिवमा यज्ञ प्रसाद सुवेदी, वाणिज्य उपाध्यक्ष सुरेश उदास, उद्योग उपाध्यक्षमा रामसुदी शाह सोनार, सचिव सीताराम लोहार र कोषाध्यक्षमा जनक बहादुर बुढाथोकी रहेका छन्। त्यसैगरी आजीवन सदस्यमा वासुदेव भुयाल, महिला सदस्यमा मन्जु माझी निर्विरोध निर्वाचित भएका छन् भने खुल्ला सदस्यहरूतर्फ श्याम कुमार श्रेष्ठ, किशोर पौडेल, सरोज कुमार तामाङ, दीपचन्द्र कठेत, राजु श्रेष्ठ र एसोसिएट सदस्यमा टीकाराज आरन निर्विरोध भएका छन्। संघको एसोसिएट कार्य समिति सदस्य पहिलो पटक सिर्जना गरिएको हो। अध्यक्ष पदमा उम्मेद्वारी दिएका 2 मध्ये एकले उम्मेद्वारी फिर्ता नलिए 20 गते निर्वाचन प्रक्रियाबाट अध्यक्ष चयन हुनेछ।